माइनपा 10 अन्तर्गत अहिले यस ढोडेनी सडक खण्डमा तीव्र गतिमा बाटो स्तरोन्नति काम विकास कामहरू भइरहेको छ। यो बाटो चाहिँ माइ 10 को मुख्य सडक खण्ड पनि हो। यो चाहिँ माइनपा 10-3 राणाचोकदेखि राणाचोक हुँदै बेलडाँडा ढोडेनी माइनपा 10 को वडा कार्यालय सालबोटे धारापानी हुँदै सूर्योदय 14 सम्म जोड्ने मूल सडक खण्ड रहेको छ। एकदम तीव्र गतिमा काम भइरहेको छ, बाटो स्तरोन्नति भइरहेको छ। यहाँ साथमा चाहिँ माइ 10 का वडाध्यक्षज्यू पनि यहीँ हुनुहुन्छ। हेलो अभिवादन, नमस्कार। बाटो तीव्र गतिमा निर्माण भइरहेछ है। यो चाहिँ हाम्रो सङ्घीय सांसद महेश बस्नेतज्यूको तर्फबाट केही बजेट यो आर्थिक वर्षमा आएको यो सदुपयोग भइरहेछ, त्यसको उपभोग गरेको छ है त सबैलाई। नमस्कार। माननीयज्यूलाई धेरै धेरै धन्यवाद। माननीयज्यू साथसाथै माइ 10 का वडाध्यक्ष बेसराज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अलिकति म पनि बोले जस्तो कि यो पत्रकार जस्तो लाग्यो आएको छ यहाँ होइन। हजुर हजुर त्यहाँ अलिकति पुगे जस्तो लागेन कि त्यहाँ। हजुर त्यसको लागि तपाईँहरूले भन्नु होला नि, यहाँ अलिकति पुगे जस्तो लागेन कि। हजुर सट्टै आयो हजुर गयो होइन। हजुर यसो सट्टै हेर्दाखेरि गोलाई पुगेन। यहाँनिर प्राविधिक सरहरू हुनुहुन्छ, अहिले नापजाप गर्नुहुन्छ नि त, फाइनल भएको छैन है। ल हस् त, हजुरलाई धेरै धेरै धन्यवाद।